आज चाहिँ यो नेपाली म्यारिड दिदीबहिनीहरूको कुरा गरौँ है, विदेशमा बस्ने। अरूको त म सबैजनाको समग्र कुरा होइन कि मैले चिनजानमा आएको एक दुईजना, धेरै मान्छे मसँग चिनजानमा छैन। म त्यति धेरै कम्युनिटीमा इन्भल्भ पनि छैन, त्यस्तो धेरै नेपाली मान्छेसँग चिनजान पनि छैन मेरो। तर जोसँग पनि छ, मेरो 2-4जनासँग सङ्गत भयो यत्रो वर्ष विदेशमा बसेर। अनि त्यहाँ चाहिँ मैले के देखेँ भने नेपाली दिदीबहिनीहरूलाई चाहिँ अलिक गाह्रो रहेछ क्या। अब सबैजनालाई त नहोला, तर मैले चिनेको मान्छेहरूमा चाहिँ कसैको चाहिँ के अरे कस्तो म्यारिड लाइफमा खुसी देखेन है। अनि उनीहरूबाट मैले के सुन्ने भने म त आज डिभोर्स गर्छु, भोलि डिभोर्स गर्छु, यो कामै छैन, के अरे यो कामै छैन, अर्काको छोरालाई मैले पाल्नु परेको छ, मेरो बुढाले जब गर्दैन, मेरो बुढा अनइम्प्लोइड भएर बस्छ, अनि केही कुरामा पनि हेल्प गर्दैन, घरको काममा पनि हेल्प गर्दैन, मैले काम गरेर आएर खाना पकाएर खुवाउनुपर्छ होइन। अनइम्प्लोइड भएर घरमा बसेकोलाई पनि अर्को चाहिँ अब केही काम गर्दैन, पैसा कमाउँदैन, बच्चालाई हेल्प गर्दैन, घरको कामलाई हेल्प गर्दैन, अनि केटी लिएर हिँड्छ, गायब हुन्छ होइन, अनफेथफुल छ भन्ने हुँदो रहेछ। फेरि कसैको चाहिँ अमेरिका बसेर पनि बुढाले बस भने बस, उठ भने उठ गर्नुपर्ने हुँदो रहेछ है। अनि यस्तो सुन्न पाइन्छ नि, अब सङ्गत गर्दै गएपछि त अब सेयर हुन्छ नि कुराहरू, अनि यस्तो कुराहरू सुन्छु। अनि त्यसपछि फेरि यही दिदीबहिनीहरू आएर चाहिँ मलाई के भन्छन्, बिचारा तिमी त एक्लै भयो है, तिमी पनि बिहा गर, जे भए पनि एउटा बुढा छ भन्ने त हुन्छ नि भन्ने फेरि त्यस्तो कुरा निस्किन्छ के। अनि मलाई हे भगवान्, तिमीहरूको कुरा सुन्दाखेरि त मेरो एक्लो जिन्दगी त स्वर्ग छ नि। मैले आफूले कमाएको छु, आफूले कमाएर आफूलाई के मन लाग्छ खाएको छु, के मन लाग्छ लगाएको छु होइन। कसरी हेर्ने, कसरी बोल्ने, सबै कुरा आफ्नो हिसाबले डिसाइड गरेर अगाडि बढेको छु। कसैलाई सोध्नु पर्दैन, कसैले उठ भनेर उठ, बस भने बस गर्नु पर्दैन होइन। अनि मलाई त त्यो कन्ट्रोल गरेर दुःख गरेर त्यो मान्छे हुँदाहुँदै पनि, बुढा साथमा हुँदाहुँदै पनि उसले बुढाले गर्नुपर्ने, एउटा लाइफ पार्टनरले गर्नुपर्ने कर्तव्य पुरा नगरेको, त्यस्तो त मैले भोग्नु परेको छैन नि त होइन। अनि मलाई त खुसी लाग्छ क्या। अनि फेरि उनीहरू नै हो कम्प्लेन गर्ने, फेरि उनीहरू नै त एक्लै भयो है, तिमी पनि बिहा गर, त पनि बिहा गर। अनि मलाई के सोचाइ आउँछ या, त्यस्तो त्यो लाइफभन्दा त सिङ्गल लाइफ नै ठिक छ नि होइन र। कसैसँग डिसपोइन्टेड छैन नि त म। मेरो आफ्नो जे छ, कुनै कुरा सही भइरहेको छैन भने म आफैसँग डिसपोइन्ट हुन्छु, अरूसँग त हुँदिनँ नि त होइन। बुढा भएर पनि, हस्बेन्ड भएर पनि खै छैन, केही पनि सपोर्ट छैन, माया छैन होइन। अनि कन्ट्रोल गरेर पुरै राणा शासन जस्तो गरेर राखेको छ भन्ने त छैन नि त। तर फेरि यस्तो कुरा सुनिन्छ, कम्प्लेन सुनिन्छ, अनि फेरि घुमिफिरि आएर फेरि बिहा गर, सिङ्गल नबस्छ, बिहा गर्नुपर्छ भने। अब त्यो एउटा मान्छे एकजना ठिङरिङ्गै यहाँनिर रुख जस्तो उभिएको छ, मेरो बुढा छ भन्ने मात्र गर्नलाई त भन्ने, त्यो एकजना एउटा बुढा भन्ने एउटा केटा मान्छे छ भन्ने, त्यतिको लागि त बिहा गर्नु सही हुन्छ जस्तो लाग्दैन है। त्यो इम्पोर्टेन्ट छ जस्तो लाग्दैन है। बिहा गर्नु भनेको त पार्टनर, एउटा हरेक कुरा है, सुख दुःखमा साथ दिने मान्छे पायो भने पो बिहा गर्ने, त्यस्तो खालको मान्छे भेट्यो भने बिहा गर्ने होइन र। त्यही भएर म चाहिँ के भन्छु भने, जति पनि मैले सुनेछु, जति पनि मान्छेहरूसँग मेरो सङ्गत भएको छ नेपाली दिदीबहिनीहरूसँग, यहाँ कोही पनि खुसी देखेको छैन मैले। जसको पनि कम्प्लेन छ, बुढाले यस्तो गर्यो, ग्याम्बलिङ गर्यो होइन, केटी लिएर हिँड्यो, फेथफुल भएन, केहीमा पनि हेल्प गर्दैन, काम गर्दैन, पैसा कमाउँदैन है। त्यही भएर सिङ्गल ठिक छ। बिहा गर्नलाई हतारिनु पनि पर्दैन, बिहा गर्नलाई प्रेसर पनि नगर्नुहोस् है हजुरको छोराछोरी छ भने, छोरीहरू छ भने। किनभने बिहा गर्ने बित्तिकै सबै कुरा राम्रो हुन्छ भन्ने हुँदैन रहेछ। बिहा नगरेर कसरी केही खराबी छैन त्यसमा, अनि केही गुमाएको छ जस्तो लाग्दैन मलाई। इन्डिपेन्डेन्ट हुनु महत्त्वपूर्ण कुरा हो, आफ्नो खुट्टामा उभिनु महत्त्वपूर्ण कुरा हो, इम्पोर्टेन्ट हो। बिहा गर्नु इम्पोर्टेन्ट होइन। तर अब कसैलाई मन लाग्छ भने गर्दा भइहाल्छ होइन। त्यही हो। तर यो स्टोरी सुन्दाखेरि चाहिँ मलाई हाँसो लाग्छ कि है। अब यसो सुन्यो, हाँस्यो, है बिहा गर्ने हो, गरौँला नि एक दिन, के छ र भन्छु होइन, यसरी नै। अनि
एउटा कानले सुन्यो सिद्धि कुरा स्टोरी सिद्धियो तर यो बारम्बार मेरो जति पनि नेपाली दिदीबहिनीसँग सङ्गत हुन्छ त्यतिखेर यो कुराहरू निस्किराख्ने भएको भएर मलाई सेयर चाहिँ गर्न मन लागिरहेको थियो कि त्यति मात्र हो है त ल नमस्ते बाई